हजुर यो त साथले दिनुपर्ने तिम्रो गर्छन् अनि उलाई मात्र दियो भने त हुँदैन नि त हेलो एभ्रीवान वेलकम टु माई युट्युब च्यानल मैले चाहिँ आज भर्खरै नयाँ युट्युब च्यानल क्रिएट गरेको छु तपाईहरु सबैजनाले सब्स्क्राइब गरेर साथ दिनु होला माया गरिदिनु होला अनि युट्युबमा चाहिँ म एकदमै नै धेरै नयाँ छु भर्खरै मात्र स्टार्ट गर्दै छु तपाईहरुले एकदमै धेरै माया गरिदिनु होला अनि आशा छ तपाईहरुले धेरै भन्दा धेरै साथ दिनुहुनेछ अनि म चाहिँ अहिले जाँदै छु मेरो साथीको घर इन ड्राइभ बुक गरेर साथीसँग चाहिँ र्यान्डम युट्युब भिडियोकै लागि भनेर म साथीको घर जाँदै छु साथीहरु म चाहिँ आइपुगिसके मेरो साथीको घर अब चाहिँ म भोइस ओभर गर्दिन है मलाई मान्छेको अगाडि बोल्न कस्तो धेरै अक्वर्ड फिल हुन्छ के बानी परेको छैन नि त त्यही भएर यो भन्दा अगाडि चाहिँ अब तपाईहरु हेर्न सक्नुहुन्छ भिडियो वाउ So yo, this is my final look. How am I looking? Comment down. Hi everyone, welcome back. Filming in the same camera. That is why we are like doing intro together. That same video will come to in her channel and my channel together. So yeah. We are eating today. This is currant and this is cucumber and onion and this is for design and then momo. Buff momo. This is buff momo. 2 plates of buff momo and then with coke. Cheers. सिला सके चाहिँ अब चाहिँ खानु पर्ने हुन्छ ल cheers एउटै हात ल खानु भोक लागिसक्यो ममै खाम दुईजनाले यार नास है सबै कुरा सेलाइसकेको छ हाम्रो अब चाहिँ यसरी खाम यार नास है मोमो के फर्म मोमो को झोलिया पोखेर सेलाएर यार कम भयो कुर्सीले गर्दा कस्तो डिस्टेन्समा बसेर जस्तो देखिरहेको है दुईटा कुर्सी छ केमा बस्नु तातो तातो खानु भएको लास्ट मिठो हो नि मोमो है गफ गर्दै खाऊँ न चिलपाडामा हामीलाई कसरी देखाइसक्नु जस्तो भयो कति एडिट गर्नुपर्छ गरौँ न नि अहिले तिमीलाई म मात्र छ जस्तो गरी गर्ने क्या गफ पनि गरौँ न गफ त के गर्नु होला कसको कुरा काट्ने होला चाहिँ अरूको कुरा काटेन भने कुरै हुँदैन कि अनि कसैको कुरा काट्नुहुन्थ्यो के अपलोड गर्नु है अरूको कुरा देखिहाल्छ होइन नहाँस अब चाहिँ नहाँस मलाई त हाँस उठेको छैन मलाई एउटा कुरा फ्याक्टो याद आयो के भन त यति दुःख गरेर खिच्यो खायो होइन त्यस साउन्ड यताउति साउन्ड कतिको साउन्ड ठुलो आउँछ ठुलो आउँछ साउन्ड त मैले पछि लगेँ भइरहेको त्यसरी नै हेर्नु पर्छ नि त अनि हेर नि त्यहाँ सब कोबाट आखिरिराख पक्का पनि खान्छौँ कति धेरै भेराइटी भयो क्या है हामीले दुईटा मात्र खाने भनेर सोचे प्लान गरेको तिमीले काँक्रा लिएर राखेछ नि त लिएर राखेपछि नखाने खानु म खुर्सानी लिन गएको क्या कस्तो राम्रो काँक्रो रहेछ मेरो सिजन भएर लिचीको सिजन रहेछ है अहिले लिची बन्द थाल्छ नि कति रे भन न 380 रे किरा भएको लिची कसले 380 तिर्छ कस्तो किरा हुन्छ नि लिचीमा तिमीलाई थाहा छ म त
खाने कस्तो अप्ठ्यारो लाग्छ। साह्रै ठुल्ठुलो मोमो भयो है मुखमा नक्ने अरे सेलाएर त्यो मैदाले कस्तो साह्रो साह्रो भएको है त्यो त तातोमा त मिठो हुन्छ है यो एक दिन तातोमा खान जानुपर्छ खासमा लाने भुइँमा बसाल्ने हेर्नु न मोमो डुबेछ मोमो डुबे मोमोको झोलमा डुबेछ मोमो डुब्यो भन्दा अगाडि झन् आफै भन्नु तिमीले खतरा टिस्यु पेपर हो नि फेरि मगाङ पनि साह्रै अल्छी लाग्दो भयो होला है के अल्छी लाग्नु खुरु खुरु हेर्ने तिमीहरू त्यहाँ यसरी त हर्कायो भने त झन् हेर्दिनँ भन्ने स्किप गरेर जानु फेरि छैन खुर्सानी त्यो के म त खुर्सानी लबर फेरि राम्रो यो बुढा नीलकण्ठमा हुँदो रहेछ घाम लाग्ने र पानी पर्ने चाहिँ उता हुँदैन भने यहाँ त पानी त राष्ट्रै पर्छ यहाँ त जङ्गल छ नि त नजिकै उही हानेर अहिले एकछिनमा घुम्न जाने हो यही छ जङ्गल 5 मिनटको जङ्गल भनेपछि त फेरि म धेरै यस्तो हान्नेहरू हुन्छन् क्या त्यहाँ सुई हान्ने ड्रग्सहरू छोड्दै न खाने मान्छेको लागि हाल्छ नि के हो मुखमाहरू हो नि कम हो कस्तो हो त होइन नबोस् न तर यहाँ बस्नु चाहिँ साह्रै आनन्द खाले छ हौ आफ्नै घर भए त ठिकै हो है तिमी एक दिन बसेर त्यस्तो लागेर सधैँ बस्यो भने त कस्तो साइको टाइपको फिल हुन्छ हेर न कसैले देख्दैन त्यो रुख जङ्गल मात्रै बुझ्यो माथि मेरो कागको खोर भत्काएको छ अनि मलाई यस्तै मनपर्छ अनि हो त यस्तो ठाउँहरू म त कोहीसँग नबोलेर कस्तो हुन्छ जिउ दुखेर काहीँ नगएर के त्यो मान्छे नभएर तर ठाउँ त राम्रो छ नि त यस्तो शीतल यस्तो दिमागमा एउटा प्रेसर हुन्छ क्या हिजो मैले तिमीलाई पठाएन त्यस्तो कुराहरू दिमागमा आउँछ अनि ल मैले सफा गर्नुपर्छ ला यहाँ के बिग्रियो कि उता के बिग्रियो कि त्यस्तोले प्रेसर दिन्छ क्या धेरै मैले भने त आफ्नो घर भने चाहिँ कस्तो अब हेर न रुखहरू आनन्द लाग्छ यस्तोहरू देख्दाखेरि यस्तो राम्रो देख्छ टक्क तिमीले सफा जहिले घाँसहरू काट्दै भने चाहिँ यता हो ए यसलाई चाहिँ केले काट्नु यार यति खानु छ त नि कैँची देखाउँछु मान्छेमा तिमीलाई यही एउटामा चाहिँ लाग्दै लागेन छ मसाला गर्मी भयो के भएर ओ यो मान्छे त खोर्सानी सक्काउनु आँटिसकेको छ के हो त यस्तो अरे त्यहाँ मान्छेहरूले हेरेर होला क्या यहीँनिर जोडेको गर्छ ए हो र म त कोही छैन होला यहाँनिर छ त्यो उतापट्टि यत्रो ठुलो घर छ त्यो घरको हेर्ने दिदीहरू दाइहरू छ यसले त सब धनी जान्छ जस्तो छ है अनि हामी करोड अरबपति गाईको सौकेर त यार सबै खाइसक्नुपर्छ अरूले खाएको हेर्ने मात्रै मजा आउने रहेछ म अझ मासु लिएर आएर बासु भात बनाएर खाने यो त पुग्दैन भनेर सोचिरहेको मलाई थाहा चाहिँ पुग्छ अहिले एकछिनमा उता दिदीले दुःखो रहेछ चटपटे हाल्नु मिठो बनाउँछ यत्रो खाएर चाहिँ कहाँ लाउनु चटपटे
अघि पनि मैले एउटा करेन्ट खाइदिएँ नि त करेन्ट यो नेपाली हैन अनि कोरियनमा चाहिँ किन लेखेको कोरियनमा पनि लेखेको छ है लेखेको छैन तर कोरियन तिमीले खान्छौ बुल्डक हैन 2 PM चाहिँ हो कि नेपाली त यो पनि नेपाली हो अनि कोरियनमा चाहिँ किन लेखेको त्यो रामेनको कपी गरेको त हो हैन यो कपी त त्यस्तै अब बनाउन खोजेको होला नि रामेन धेरै फेमस भयो नि त लकडाउनको बेला रामेन नआउँदाखेरि यो बनाएको रे हो तिमीले खान्छ नि रामेन कस्तो मिठो हुन्छ यो त के हैन रामेनको छेउमा त फिक्का फिक्का मनै पर्दैन के त्यो खाएर गयो भने त फेरि यसको छेउमा अब अरु वाइवाइहरुमा वाइ छोको छैन यो खाएपछि फेरि वाइवाइहरु खान मन लाग्दैन कि त चटपटेमा हाल्नु नत्र वाइवाइ त मैले छोको छैन धेरै भयो मैले वाइवाइ नखाएको त करेन्टले गर्दाखेरि करेन्ट एउटा ल्याएर पकाएर खायो भने खानै पुगिहाल्छ अनि भातसँग खाँदा नि हुन्छ फ्राई गरेर खाँदा नि हुन्छ झोल हालेर खाँदा नि हुन्छ यत्रो धेरै के रे त्यो फिचर्स भएको खानेकुरा किन नखानु त के भन्नु गजबको पिरो भन्ने वाइवा थाहा छ हो त्योसँग मिक्स गरेर खानुपर्छ त्यो गजबको पिरो पनि अलमोस्ट करेन्टको जस्तै टेस्ट आउँछ तर त्यसको सुप चाहिँ मिठो हुँदैन करेन्टको मिठो हुन्छ खानु छोडेको चाहिँ के पनि छैन बाँकी राखेको साह्रै महँगो भयो कि कोरियन चाउचाउ है बुल्डकहरू 160 पर्छ ए 260 280 पर्छ बिगमार्टहरुमा चाहिँ कति धेरै भलेको एभोकाडो तिमीले यहाँ देख्छ बोर्डमा कति धेरै देखिरहेछ म त पाँच पनि क्लियर लेख्दिएँ त्यो है अनि भन्दा सबै झरिसक्छ तिरिमिरी हो नि त मेरो त ए लास्टै कमजोर छ यार मेरो त आँखा त अरू छ कति धेरै फलिरहेछ हौ झुम्पा लास्ट इयर यो एभोकाडो खासमा एभोकाडो यो ड्रागन फ्रुटहरु नेपालमा फल्ने र नेपालीले खाने पनि हैन के अफ्रिकातिर हो अनि अफ्रिकातिर त त्यो यतिकै तेल बनाउँछ नि त एक दिन लास्ट इयर हामी पनि दिदीले तेल बनाउँलो यसको रातभरि 12 बजेसम्म तेल बनाएको तेल निस्के त डढेर यत्रो कति 15-20 वटा एभोकाडो तेल बनाएको कराईमा तेल निस्के त 12 बजेसम्म त्यो यस्तो गर्दा कालो भएर यत्रो डल्लो भयो तेल त मरि गयो निस्केन एभोकाडो अरे एभोकाडो भन्ने म चाहिँ कति हाँस्नु भाइ ठिक छ त ABOCADO हो नि त एभोकाडो हो क्या एभोकाडो यतिको ट्यालेन्ट त हुनु परिहाल्छ नि म चाहिँ त्यो ट्यालेन्ट कोही छ त अरू ट्यालेन्ट नभइकन अनि यतिकै पर्छ त खाम्सा हाम्ने त भन्दै पेट फुट्यो खाम्सा हाम्ने त पढ्नु पनि गाह्रै छ है कोक खाइदिउँ न तस्तो सक्छु म भन्यो भने मान्छे कुरा काट्न लाग्यो नकाटौँ नि होइन के लाइक यस्तो प्रोपर उ गर्ने त नेपालीहरू नै हो कि लाइक पुरा क्यामेरा गरेर पुरा यस्तो गरेर होइन कुनै पनि अरू देशको उहरू होइन एउटा दुईवटा होला त्यो प्रोपर त्यो यस्तो खाने होइन नत्र कोरियनहरूको कति धेरै मैले हेर्छु क्या कुनैले पनि यस्तो त्यो यत्रो देखाएर त्यो खानै नसक्ने यत्रो देखाएर खाने त्यस्तो गर्दैन के सबै आफ्नो बच्चाहरूसँग खाएर आउँछ फ्यामिलीहरूसँग खाएर आउँछ सकेको खान्छ नसकेको बाँकी राख्छ त्यस्तो गर्छ के अनि नेपाल यो काटिदिनुपर्छ ठुटे इङ्ग्लिस बोल्छु त मलाई कति ठेट कुराहरू आउँदैन नि त सुन्दै थिएँ मैले दिस इज आल्चा भन्दै दिस इज बडी के भन्छ थाहा छ यस्तो त मुखबाङहरू हुँदैन है हामीले कहिले भनेको छ र हामी मुखबाङ गरौँ भनेर हामी खान पो लाग्यो हुनु त हुँदैन खानु लाग्यो यो पार्टी जस्तै हो पार्टी हो कुछ भी चलेगा आजकल पार्टी सम्झेर खानु
ओके काक्रो खाइदिन्छु बरु म फर्स्ट बाइट अघि भन्नुपर्ने सेकेन्ड बाइट अगाएपछि लास्ट बाइट सेकेन्ड लास्ट मान्छेहरूले कसरी पचाउँछ यार दिनै भिडियो अपलोड गर्छ 2 दिनमा मोमो खाऊ अगाएर म पनि यार रुख टमाटर होइन फुल्दै रहेछ यो 12 महिना फल्छ मैले नि तिमीले युट्युबमा टिपेको देख्दाखेरि उयो सोचेको कि मैले किम्बु हेलो वेलकम टु नानुकास भिडियो यता गरेर आऊ कि त त्यतै गरेर हो अहिले चाहिँ हामी जाँदैछौँ हरिवंशको घर हेर्नु मेरो घरमा चाहिँ हेर्नु र अब भित्र त जानु पाइदैन होइन बाहिरबाट हेर्नु लाग्छ हजुर यो त साथले दिनुपर्ने तिम्रो गर्नु उसलाई मात्र दियो भने त हुँदैन नि त यो त मलाई चाहिन्छ मलाई चाहिँ खै त भाइ त्यो भएन है भयो बिचारा थ्याङ्क यू म आति देऊ न वाउ लिऊ तिमी अब मेबाट लिऊ कस्तो क्युट क्या दुईजना भाइहरू पुरै फुल बोकेर लगिरहेको मेरो फुल लग्यो लगेको छैन ल फेरि मैसँग आयो कहाँबाट लिएको होला कस्तो राम्रो बाटो कि अब हामी यही बाटो होइन मै खिच्छु यो बाटो यसरी जान्छौँ साथीहरू कति रमाइलो क्या पानी गएपछि त फेरि यसरी नि झर्ना हामीले झर्ना नि भेट्यौँ बाले फरेर कसैको बाउको खाइदिएको छैन एउटा फुलै खस्यो मेरो पुट्यो